म जहाँसम्म आइपुगेको छु मलाई यो प्रधानमन्त्रीको पद पनि केही पनि मेरो बुवाले अंश दिनुभएको होइन, नेपाली जनताले दिए हो। त्यसमा म बहुत स्पष्ट छु। तर तपाईँको राजीनामापछि त देशभित्र मात्र होइन विदेशमा पनि खुसियाली छायो भन्छन्, खुसियाली मनाइए भन्छन्। हिन्दीमा एउटा भन्छ कहीँ खुसी कहीँ गम, हिन्दीमै भन्छ है? हिन्दीमा भन्छन्। खुसी हुनेहरू हुन्छन्, दुःख मान्ने पनि हुन्छन्। ती विचारहरूका, उद्देश्यहरूका, हितहरूका प्रतिबिम्ब हुन्थे। कतै खुसी कतै गम, त्यो कतै आनन्द कतै हर्ष कतै विस्मात कतै दुःख, त्यो खुसी नै खुसी छायो होइन, केही खुसी भए। किन खुसी भए उनीहरू जान्दछन्। तपाईँलाई थाहा छैन? थाहा छ, तर त्यसमा मैले समय खर्च गरिरहनु आवश्यक छैन। जो खुसी प्रकट हुन्छ कतै कतै त्यसलाई, तर यसभित्र तिनटै पक्ष छन्।